हेलो साथीहरु, वेलकम टु माई ब्लग। अनि आज चाहिँ मैले चौचौको मुकबाङ गर्न लागेको छु। तपाईले थाहा भइसक्यो होला, मेरो काटा अड्क्यो। अनि मुकबाङ गर्न लागेको छु एउटा मात्र चौचौको। अनि हिजो चाहिँ दुईटा चौचौक गरेको थिएँ, अनि एउटा चौचौक यति भयो। हिजो चाहिँ अर्कै प्लेटमा गरेको थिएँ, आज चाहिँ अहिले नि देखेको छैन न, यसरी गर्दाखेरि चाहिँ देख्छ। अनि आज चाहिँ मैले मसला हालेँ होइन, यस्तो पिला पिला किन भएको भन्दाखेरि मैले बेसार हालेको थिएँ अलिकति, अनि त्यही भएर बेसार हालेको थिएँ अलिकति। अनि बेसार हालेको थिएँ, अनि फेरि अब चाहिँ मसला हाल्दैछु। हिजो कस्तो पिरो भएको थियो, 20 खालको चौचौ हो यो चाहिँ, 50 खालको है। मसला नि कति दियो यही बेलामा। हिजो चाहिँ नेटी आएर थियो, खै खै निक्लिन हो। अनि अब चाहिँ फेरि अब यो चाहिँ धेरै आउनु पऱ्यो कि, यो चाहिँ थोरै थोरै आइबस्छ जतिखेर। मेरो हातमा लाग्यो। जहिले नि यस्तै हुन्छ कि यहाँ पुक्या गर्छ नि त। अनि आज नि म बाहिरै बसेर मुकबाङ गर्न लागेको छु, किनकि आज घाम छ कि, त्यही भएर गर्मी लाग्छ नि त। गर्मी लाग्दैन, गर्मी लाग्छ कि। अब चाहिँ यस्तो मोलिरहेको छु मैले चाहिँ। सुक्खा हो कि, त्यही भएर हिजो नि सुक्खै थियो, हिजोको नि अलि मिठो भयो। चाहिँ मिस्दै छु नि त। अनि म चाहिँ स्कुलबाट आएर भोक लागेको थियो, अनि आज फेरि मुकबाङ गर्छु भनेर मुकबाङ गर्न लागेको। हेर्दै हेर्दै खानु लागिसक्यो। चाहिँ भएन, यस्तो पिला पिला देख्यो। रात सिक्नु पनि उही म तपाईँहरूलाई एउटा कुरा भनौँ। अनि मलाई रिस उठ्न चाहिँ रिस उठ्दैन, अलिअलि रिस उठ्छ होइन। हिजो हालेको ब्लग चाहिँ मैले हालिसकेको छु, चौचौको मुकबाङ गरेको। अनि तपाईँहरूले केही लाइक पनि छैन कि होइन, 3 लाइक मात्र छ कि, बढाइदिनु न हौ। यस्तो मेहनतले गरेको हुन्छ, मेहनतले गरेको हुन्छ, तपाईँहरू गरिदिनु हौ लाइकहरू नि। हेरेर अनि त्यतिकै छोडिदिनुहुन्छ कि, अनि मलाई अलिक निराश पनि लागेको छ। अनि त्यो भिडियोमा पनि लाइक गरिदिनु ल। अब भोलि गर्न पाएँ भने भोलि नै हुन्छ मेरो यस्तो चौचौको मुकबाङ। मेरो मम्मी चाहिँ बोलाइरहेको छ कि। अनि यहाँ चाहिँ मैले पानी पनि ल्याएको छु। पानी भयो। कसले बाह्र थेचाएको छ। अब चाहिँ हेर है साथीहरू, कस्तो हुन्छ यस्तो रातो भएर हेर्नु है, यस्तो रातो भएर त्यहाँ चाहिँ देखेको छैन होला। यस्तो रातो भएतिर अब म खाएँ ल। कति मिठो पिरो नि हलाइले। अनि मैले चाहिँ यस्तो सागहरू नि हालेँ, मलाई मिठो लाग्छ साग हाल्यो भने। हालेन भने नि मिठो लाग्छ।
मैले धेरै जस्तो शाकाहारी खान्छ तपाईँलाई मिठो लाग्छ कि लाग्दैन है शाकाहारी खानु कुखुरा नि यति फास्ट हुन्छ यति फास्ट भएको छ चिकन पुरा बच्चाहरू गर्छ नि त्यस्तो बच्चा त हो नि हिजो चाहिँ यो भन्दा नि राति भएको थिएन दुईटा चौचो पकाएको थियो हिजो अनि राति भएको थिएन भने ठिक्क भएको थियो तर मिठो भएको थियो जुन सागी हालेको थिएँ कुकुरले हेर्नुभयो होला Muito é. Kita पछि चाहिँ अनि एउटा आली कराउनु के त्यसरी कराउनुहुन्छ बिस्तारै कराउनुहुन्छ मेरो खुट्टा चाहिँ सिधै पनि सक्छ मेरो ब्लगे मेरो मुखमाङ गर्ने ब्लगै बिगार्नु चाहिँ जहिले नै करे गर्ने कि जति त्यही भएर कराकरै गऱ्यो त्यसको गरेर जानु मन लाग्दैन अर्को गर्ने किन जानु र आफ्नो गर्नुपर्छ
यो भ्याइ पनि सक्यो होला साथीहरू अब यसरी गर्नु पर्यो नि भाडा खाएपछि त भाडा बस्नु पर्यो यस्तो पिरो भयो बाबा आजको ब्लग यति नै बाई बाई साथीहरू अब यही त भन्नु पर्यो हैन बाई बाई